हेलो जी, के छ हालखबर? यहाँनिर मेरो भाइले यहाँनिर सिडीको लागि सेटिङ फिट गर्दैछ। टक्कसँगले फिट गर्दै हुनुहुन्छ यहाँनिर मेरो भाइले, भैयाजीले। अनि यहाँ माथि अब हेर्नुहोस्, तपाईँलाई म चढ्दै आउँछु। छतमा सबै कलमहरू बिछिसकेको छ सबै। अब यो माथि त्यो मसला ल्याउनको लागि त्यो माथि गाड मेसिनको लागि माथि यो बनाउँदैछ भाइले। टक्क यो मसलाहरू माथि त्यहाँबाट टक्क तानेर ल्याएर सट्ट तानेर ल्याउँछ, त्यहाँबाट तानेर ल्याउनको लागि त्यो बनाउँदैछ। खाँपा गाडेर कलमहरू गाडेर त्यहाँबाट गाडेर यहाँनिर खनाउँछ। खनाएर अब यहाँनिर हाम्रो भाइहरूले बिम कस्दैछ। बिमको लागि मजाले सेटिङ उयो बनाउँदैछ, त्यो बान्दैछ कलमहरू मजाले दह्रोको लागि, दह्रो गर्नको लागि बान्दैछ। अब एउटा भाइले डोरीहरू बान्दैछ, डोरीहरू पनि चाहिन्छ, त्यही भएर मजाले बानेछ। अब यहाँनिर एउटा भाइले मसला खाँदैछ, पुरा मेसिनले खाँदैछ, डम्की खाँदैछ। मैले पनि फर्स्ट टाइम घर बनाएको, मलाई थाहा छैन कसरी बनाउनु पर्ने, के बनाउनु पर्ने। सिक्दैछु, भोग्दैछु। जिन्दगीमा के भोग्नु पर्दो रहेछ, आफै जिन्दगीमा थाहा हुँदो रहेछ। भोग्दै गएपछि आफै थाहा हुँदो रहेछ। मैले घर पनि अहिलेसम्म बनाएको थिइनँ। घर बनाउनु यति साह्रो रहेछ कि, यति साह्रो रहेछ कि के गर्नु। जब भोगिन्छ तब मात्रै थाहा हुँदो रहेछ। यहाँनिर फिल्मको लागि मसलाहरू हाल्दैछ, डम्की ड्याङ। सिडी अघि सेटिङ उयो बनाइरहेको थियो, सिडी अहिले डम्की ड्याङले हाल्नु थाल्यो। अब मसलाहरू हाल्नु थाल्यो। तल हाम्रो भाइहरू मेसिनमा मसला फिटेको हालेको छ। तलहरू काम गर्ने दिदी बहिनी भाइहरू अब हालेको छ। त्यो हालेर यता माथि ल्याउँछ। ट्याक्क हेर्नु, अब हाम्रो ढलाइसकेर हेर्नु न, पानी पर्दै सिक्क ढलाइसक्यो। पानी पर्दैन त फेरि सबै मसलाहरू बगाएर लगेको छ यार। भोलि अब यसलाई घोला हान्नुपर्ने, घोला हान्नु लगाएर छट्टसँगले यसलाई घोलाले मजाले पकाउन लाउनु पर्ने छ। अब के गर्नु, हेर्नु न, बल्ल बल्ल घर बनाएको, भगवान्ले पनि साथ नदिएपछि कसको के लाग्छ र। पानी परेर डस्टै बनायो, डस्टै बनायो। के गर्नु, जिन्दगी